जय मसीह अनि नमस्कार गुड इभिनिङ भन्न चाहन्छु। आजको यो पावन अनि पवित्र दिनमा जसलाई हामीहरू सबैजनाले सारा संसारको मानिसले गुड फ्राइडे भन्दछन् र म यसमा एउटा शब्द भनेर भन्न चाहन्छु। इट्स नट ओन्ली ह्याप्पी, इट्स अ होली गुड फ्राइडे, किनभने प्रभु यीशु ख्रिस्ट तपाईँ र मेरो लागि यो सारा संसारको लागि स्वर्गको सिंहासनलाई छोडेर त्यो वैभवलाई उहाँले केही पक्रिराख्ने चिज जस्तो नठानेर छोडेर पितामा आज्ञाकारी भएर यस पृथ्वी धरातलमा आएर उहाँ जन्म लिनुभयो। गरिब बनेर गाईको डुरमा उहाँको जन्म भयो अनि उहाँले आश्चर्यको कार्यहरूको जीवन जिउनु भयो। उहाँले अनेकौं रोगहरूलाई निको पार्नुभयो। मरेकाहरूलाई परमेश्वरले बौरी उठाउनु भयो अनि परमेश्वर त्यति मात्र नभएर मानिसको लागि, सम्पूर्ण मानव जातिको लागि, सारा सृष्टिको लागि उहाँले कल्वरीको क्रुसमा आजभन्दा 2000 वर्ष अगाडि, 2025 वर्ष अगाडि प्रभु यीशु ख्रिस्ट कल्वरीको गलगथा भन्ने त्यो खप्परे डाँडामा चोरहरूसँग अनि पापी र अधर्मीहरूसँग उहाँ क्रुसमा टाँगिनु भयो। परमेश्वरप्रति लेखिएका, ख्रिस्टको नाउँमा लेखिएका सम्पूर्ण भविष्यवाणीहरू पूरा गर्दै प्रभु यीशु ख्रिस्ट मरिदिनु भयो। उहाँले आफ्नो सो इच्छाले आफ्नो प्राण त्याग्नु भयो ताकि तपाईँ र मैले जीवन प्राप्त गर्न सकौँ। त्यति मात्र होइन प्रियहरू, उहाँ मृत्युको त्यो बन्धनलाई चिर्दै चिहानमा गाडिनु भयो अनि उहाँ नरकसम्म पुगेर नरकका तालचाहरूलाई तोडिदिनु भयो र परमेश्वरले आफ्नो पवित्र र प्रियजनहरूलाई आफूसँग राख्ने घोषणा गर्दै अनि उहाँ पुनरुत्थान भई मृत्युमाथि विजयी हुनुभयो। अनि त्यसको आज पहिलो दिन आज गुड फ्राइडे, प्रभु यीशु ख्रिस्ट क्रुसिफाई हुनुभएको दिन, क्रुसमा चढेर मरिदिनु भएको दिन। अनि हामीहरू सबैजनाले आजको दिन एउटा प्रतिज्ञा गरौँ अनि हामीले उहाँसँग जिउने, उहाँको महिमा गर्ने, उहाँलाई आदर गर्ने, किनभने उहाँ हाम्रो लागि मरिदिनु भयो। आजको दिन उहाँले हाम्रो लागि यति महान कार्य गर्नुभएको लागि कोही पनि थिएन। संसारमा ठुला ठुला शासकहरू, ठुला ठुला शक्तिशाली व्यक्तित्वहरू आउनुभयो, उहाँले पापलाई नाश गर्नुभयो, तर पाप त त्यस्तै बाँकी थियो। अनि हाम्रो पाप चाहिँ कुनै व्यक्तिले गरेको पाप मात्र नभएर आदमदेखिको हाम्रो जेनेटिक है अनि हाम्रो पाप थियो। अनि त्यो पापलाई चाहिँ प्रभु यीशु ख्रिस्टले पापैलाई बोकेर पापैलाई नाश गरिदिनु भयो र पापीलाई बचाउनु भयो। यसकारण उहाँ मृत्युलाई जित्ने परमेश्वर हुनुहुन्छ र आजको दिन तपाईँ र मेरो लागि क्रुसमा मरिदिने प्रभुलाई हामी एकदमै धन्यवाद दिनेछौँ, उहाँको नाउँलाई उचाल्नेछौँ, उहाँमा जीवन जिउने, समर्पण गर्ने प्रतिज्ञा पनि गर्नेछौँ। परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्। धर्म जुनसुकै होस्, चाहे हिन्दू होस्, चाहे बौद्धिस्ट होस्, चाहे मुसलमान होस्, चाहे क्रिस्चियन होस्, चाहे यहुदी होस्, चाहे जैन होस् अथवा अन्य धेरै धर्म वा अन्य कुनै समुदाय, तर यदि हामीले प्रभु यीशु ख्रिस्टलाई उद्धारकर्ता अनि मुक्तिदाता भनेर विश्वास गरेका छौँ भने तपाईँ र मेरो उद्धार अनि मुक्ति सम्भव छ र हामी परमेश्वरको सन्तान, स्वर्गीय राजघरानाको छोराछोरी, स्वर्गको नागरिक हामी हुनेछौँ। यो मेरो विश्वास हो र बाइबलले हामीलाई, परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलले हामीलाई यही घोषणा गर्दछ अनि हामी यही विश्वास गर्दछौँ। म विश्वास गर्दछु परमेश्वरले आजको दिन तपाईँहरू सबैजनालाई प्रशस्त मात्रामा, विश्वभरिको मण्डलीलाई, विश्वभरि भएका व्यक्तिहरूलाई, सबै मानव जातिलाई आशिष दिनुभएको होस्। जय मसीह, नमस्कार, गुड इभिनिङ भन्न चाहन्छु र आजको दिन देखिनुहोस् हो
तपाईँको जीवनमा उन्नति प्रगति होस्।